साथीहरु अहिले चाहिँ म ठिकै यो न्यू इयर क्लबमा छु है। सो आज चाहिँ म तपाईलाई एउटा ल्यान्ड देखाउन गइरहेको छु। जेनरल ल्यान्ड है, एकदम सस्तोवाला छ है। सो यो चाहिँ यो गाडी हिँड्ने रोडकै तलपट्टि हो, ल्यान्ड जाँदैछ है त। सो यो भिडियो अन्तिमसम्म हेर्नु होला। अनि ल्यान्डहरु मन पर्यो भने है यसो कन्ट्याक्ट नम्बर हालिदिन्छु, कन्ट्याक्ट गर्नु होला है त। सो यहाँ म जाँदैछु बाटो। यता रोडबाट गयो भने चाहिँ पञ्चतबिसहरू पुग्छ है। अनि त्यो उताबाट पनि रोड कनेक्ट भएको छ, अहिले देखाउँछु तपाईँलाई। सो अहिले चाहिँ म यहाँबाट जाँदैछु है, पोनी रोडबाट जाँदैछु। यो घर पनि बिक्री भइसकेको छ अस्ति नै है। चाहिँ पोनी रोडबाट टक्कै जाँदैछु म चाहिँ त्यो ल्यान्ड तर्फतिर। यो घर पनि सब बिक्री भइसकेको छ। यहाँनिर घरहरू यस्तो बनिसकेको छ है साथीहरू। यहाँ पनि घरहरू धेरै बनिसकेको छ। यहाँ कस्तो मजा घर बनिसकेको छ है साथीहरू। यो पोनी रोड चाहिँ तल गएर रोड जोडिन्छ है। यहाँ घरहरू त मजा बनिसकेको छ। लोकेसन पनि राम्रो छ है साथीहरू। यो चाहिँ एकदमै सो यो चाहिँ रोड हो, यो चाहिँ बनिँदैछ है। यो चाहिँ गाडी हिँड्ने रोड है। यो चाहिँ माथिपट्टि त्यहाँ रोड छ, त्यहाँ गाडी मजाले हिँड्छ अहिले है, त्यहाँनिर जोडिन्छ है। सो यहाँबाट चाहिँ म जाँदैछु। सो ल्यान्ड चाहिँ तपाईँको है, यो रोड भइहाल्यो है। त यहाँबाट तल जति पनि छ नि यो सट्टी यो यहाँदेखिको लिएर है, सट्टी यो रोड छ। रोडदेखिको यो मुनि जति पनि छ सबै सेलमा छ है। एकदम सस्तै छोडिदिँदैछ, डेसिमल गरेर बेच्दैछ है। सस्तो हेर्नु चाहिँ यहाँबाट यो चाहिँ रोड भइहाल्यो। यहाँ यो रोड यहाँसम्म पर्छ, त्यहाँबाट ओह्रालो यहाँ तलबाट जाउँ न हामी है, तलतिर पनि हेरौँ। यहाँ पोनी रोड छ, यो डल्लै जमिन चाहिँ सेलमा छ है। एकदमै सस्तोमा छ है। म यहाँ कन्ट्याक्ट नम्बर हालिदिन्छु, यसमा कन्ट्याक्ट गर्नुहोस् मलाई। अनि तपाईँलाई प्राइसहरू के कसो म तपाईँलाई भनिदिइहाल्छु। यहाँ हेर्नुहोस् है, यो डल्लै ल्यान्ड जसले पनि लिन्छ यो बाटो चाहिँ बन्नुहुन्छ है। अनि यस्तो स्क्वायर सेपमा बेच्दैछ हामी चाहिँ है। अनि बाटो पनि बन्द भइहाल्छ, त्यहाँबाट टक्क यहाँनिर यस्तो क्या घरै बनिन्छ, हिँड्ने चाहिँ यताबाट हुन्छ है त। अन्त यहाँ हेर्नुहोस् है, यो चौथादेखि डल्लै बेच्दैछ। अनि तपाईँहरूलाई यो एउटा यहाँनिर राम्रो कुरा चाहिँ के छ भन्दाखेरि पानीको सोर्स पनि देखाइदिइहाल्छु। हेर्नुहोस् है, 24 आवर्स पानी आउँछ यहाँ चाहिँ। पानीको चाहिँ यो सोर्स यहाँबाट तपाईँहरूले माथिपट्टि घर बनायो भने है, टक्कै यहाँबाट मोटर ल्याएर तान्नु सकिहाल्छ पानी हो। 24 आवर्स पानी आउँछ। अन्त योहरू पनि छ सेलमा छ, यो सबै जमिन योहरू भयो है। अन्त एकछिन यो मेन चाहिँ के छ भन्दाखेरि यहाँ पानीको सोर्स, यहाँ चाहिँ यहाँ चाहिँ पानीको सोर्स ठुलो छ है। 24 आवर्स पानी आउँछ यहाँनिर है। अनि यहाँ माथि घरहरू बनायो भने चाहिँ टक्कै यहाँबाटै मोटर लिएर तान्नु सक्छ है त। सो यो जमिन चाहिँ तपाईँको है, यहाँबाट 1300 पनि छ। यहाँदेखि उकालो पर्छ है, त्यहाँबाट यहाँबाट फेरि यो रुखदेखिको फेरि उकालो पर्छ माथि रोडसम्म है त। त्यो रोड चाहिँ बनिँदैछ भर्खरै। अनि यो चाहिँ एकदमै सेलमा छ, तपाईँले यसो कन्ट्याक्ट गर्न सक्नुहुन्छ है त मलाई। यो नम्बर छोडिदिन्छु, तपाईँले यसो कन्ट्याक्ट गर्नुहोस् है। यो जेनरल ल्यान्ड एकदमै सेलमा छ है, विथ वाटर सोर्सेस अभाइलेबल है त। 24 आवर्स पानी आउँछ है त।
त साथीहरू यो सेलमा छ यो डल्लै जमिन है। अनि कन्ट्याक्ट नम्बरमा कन्ट्याक्ट गर्नु होला है, प्राइसको लागि सोध्नु होला। अनि म तपाईँलाई चाहिँ अहिले फेरि यो रोड जुन चाहिँ बनिँदैछ त्यहाँबाट सिधै कहाँ जोडिन्छ भनेर लाँदैछु है त, हेर्नु होला। यस्तो दामी जग्गा छ यहाँनिर, हेर्नु सुनसान मजाको भाइब छ है। यो रुखसँगै बेचिदिने हो सबै फेरि, अन्त रुखहरू काटेपछि त्यो भ्यू पनि दामी देख्छ है त। जग्गा चाहिँ राम्रो छ अनि प्लस प्राइस पनि एकदमै सस्तो। हेर्नुहोस् है, अब यो रोड चाहिँ कहाँ जोडिन्छ हेर्नुहोस् है। अब यहाँ चाहिँ रोड छिट्टै आउनेवाला छ है। अब यो रोड चाहिँ गएर तपाईँको अघि चाहिँ म यहाँबाट आएको सिँढीबाट है, अब यो सिधै रोड गयो भने चाहिँ पर जोडिन्छ। अङ्कल ठिक हुन्छ? ए हुन्छ। यो रोड चाहिँ यहाँबाट बन्देर जाँदैछ है। यहाँ माथि पिच रोड छ, त्यहाँ जोडिन्छ। ए यहाँ जोडिन्छ, यहाँबाट चुक्कालो घर पुग्छ माथि हाम्रो अघि जहाँबाट आएको थिएँ म न्यु इयर क्लब हो त्यहाँ पुग्छ। आजको भिडियो यति नै थियो साथीहरू, मन परेमा कन्ट्याक्ट गर्नु होला है ल्यान्डको लागि। अनि अर्को भिडियोमा है।